हेलो साथीहरु वेलकम बैक टु अनदर एपिसोड। आजको एपिसोड चाहिँ हाम्रो के को बारेमा छ भन्नु त? आज चाहिँ मको दिवस हो गाइस। आज चाहिँ मको दिवसमा फेरि बरगाट जाने हो कि हामी चाहिँ सो गाइस हामी चाहिँ बरगाट जान लाग्यौं। हाम्रो यहाँ मम्मी पनि रेडी भइसक्नु छ दिन्छौं चाहिँ हामी फेरि जादै छौं। समीर भाइ छ यहाँ सुबिन छ नि ल गाइस भन्दै ल चाहिँ अब यहाँ रेडी भएर निस्किन हामी दिन्छौं चाहिँ यहाँ हाम्रो यहाँ लोके अंकल हुनुहुन्छ। अंकल जाने न ए म दियो सर कहाँ हो हजुर यहाँ जाने यार थेत हाम्रो नानी छ नि यहाँ यी नातिनी हेलो हेलो र हेलो र नानी नातिनी हिनी चाहिँ मेरो उहाँलाई आउँदैछन् भन्नु हाम्रो यहाँ छि पुच्ची उहाँतिर आउँदैछन् हाम्रो यहाँ चाहिँ हाम्रो यतातिर हुनुहुन्छ यहाँ टेन्सन हुन्छ भन्छ लगाइ झन्डै हेलो गाइस हाम्रो यहाँ रिमोटहरू यही छन् फोटो खिच्ने हतार छैन होला चाहिँ देख सक्नुहुन्छ। हाम्रो यहाँ नानी छ नि त्यता हेर्दै हेर अन्त हेलो गाइस भन हेलो गाइस भन हेलो गाइस भन। हाम्रो यहाँ लोके बाजे हुनुहुन्छ देख्नु सक्नुहुन्छ। हाम्रो दिपा दिदी हुनुहुन्छ त्यहाँ हाम्रो यहाँ आन्टी निस्किसक्नु भएको छ देख्नु सक्नुहुन्छ गाइस ल गाइस के हुन्न के लगेज हामी चाहिँ अब यहाँ चल्दिन लागि हाम्रो बान्जी छ नि यहाँ दिन्छ चाहिँ लगेज अब चाहिँ अब हिँड्नु लाग्यो। अब हाम्रो आन्टी हुनुहुन्छ आन्टी रेडी हुनुभयो कति डन जाने न ल आन्टी रेडी अङ्कल ल रामसँग बस्नु है घर कुरेर अहिले उस्तै भएर यहाँ आउनुहुन्छ होला लगाइज अब चाहिँ म उतै गर्दै आउँछु त गाइज भ्लग हेर्नु होला इन्जोय गर्नु होला ल। सो गाइज पुग्यो फाइनली देख्नु सक्नुहुन्छ हामी चाहिँ यहाँ पुगिसक्यौँ मोर रेस्टुरेन्टमा। गाइज हाम्रो यहाँ साथी भेटेको छ हेलो भन्नु भाइ भाइ नि भेटेको छ टोलीहरू हेलो गाइज अन्त ल हेलो अन्त ल अन्त हेलो अन्त ल हेलो हजुरको त बर्थडे हैन ह्यापी बर्थडे टु यु आन्टी। ल हाम्रो गाइजहरू यहाँ भेट गर्छ नि कहाँ नाच्छ र नाच्ने ठाउँ होइन यहाँ मेरो त बिहानमा हाम्रो यहाँ 4 घण्टा 10 बजे सकिन्छ। छिटो आइज ल छिटो ल बाँध्दै ल आन्टी हेलो भन्दैन ल ब्लगमा हेलो भन्दैन हाम्रो आन्टीहरू भेट हुनु यहाँ हजुर त्यहाँ दियो रमाइलो हा अभिषेक राखेनन् ल ल सो गाइज हाम्रो चाहिँ यहाँ टिकटक बनाउने कार्यक्रम चलिरहेको छ अहिले टेन्सन हुन्छ। हामी चाहिँ यहाँले टिकटक बनाइरहेको छौँ होइन हाम्रो सम्म आन्टी यहाँ एक्लै धुन आउनुहुन्छ कि हेलो गाइज भन्दैन ल हेलो गाइस आज कहाँ गयो अरे म चाहिँ हेर्नु नि गाइज फाइनली हाम्रो चाहिँ यहाँले सुटिङ सकियो। दुईवटा भिडियो बनाएँ आज एउटा देवर भाउजूले बनाइयो अर्को पनि कृष्ण भाउजू पनि हुनुहुन्छ यहाँ खतरा डान्स भएको त्यो चाहिँ बवाल भएको गाइज हाम्रो चाहिँ यहाँ टेन्सन छ राम्रो म बनाउँछु क्या हजुरलाई टेन्सन नलिनु न एकचोटि एडिट गर्छु राम्रो देखियो भने देखियो नत्र हाल्दैन। फोटो दिइरहेको छु टेन्सन हुन्छ हाम्रो यहाँ मेकअप म्यान भन्छन् छिन्छन् धेरैले हाम्रो चाहिँ यहाँ हुनुहुन्छ विष्णु भाउजू सो गाइज हाम्रो यहाँ आन्टीहरू हुनुहुन्छ हाम्रो यहाँ फोटो खिचिरहेको छ नि देख्नु सक्नुहुन्छ यहाँ दुईजना टिकटक बनाउनु लाग्यो के लाग्यो सो गाइज देख्नु सक्नुहुन्छ यहाँ हाम्रो रोयल आन्टी यहाँ ए देल छ हेलो गाइज भन्दैन त ल हेलो गाइज भन् लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुहोस् ल ल के पुगाइदिनु के हाम्रो विष्णु हजुर ल हेलो गाइज भन्दैन ल टिकटक बनाएँ आज दर हाम्रो यहाँ ग्याङहरू
हाम्रो यहाँ ग्याङहरू देख्न सक्नुहुन्छ यहाँ मजा आयो आज आफूले बुझिन्न अब बेला ओए बोला तो अगाडि गर्ने
मोबाइल कहाँ है यार वो आसो यार hết mà यार रुक क्या अब कस्तो लाग्यो अरे डर यार निस्क्यो भाइ चक्कर लाग्यो अब यार मलाई चाहिँ डर हरिफ डला यार डला न लगाइ आजको मर्दियो सक्यो हाम्रो अरू गइसक्यो अगे सो गाइज हामी चाहिँ निस्क्यौँ अब चाहिँ के भने यस्तो हिँड्दै जानु पऱ्यो यहाँदेखि हुन्छ लगभग बर्गादेखि हिँड्दै आउनु पऱ्यो होइन ल मजा गाडी पनि छुटेर टेन्सन लाग्यो त्यही अब हामी चाहिँ हिँड्दै जाँदा पनि टेन्सन हुन्छ त्यो अँधेर आटो भयो खुट्टा पनि अलि दुख्न लाग्यो हो कहाँ हो कराको ल भोलि बिहान चाहिँ यसको ड्युटी छ त्यो भएर अलि छिटो जानुपर्छ हामी चाहिँ हामी चाहिँ हिँड्दै जान्छौँ कि बाटो यत्रो लामो छ चाहिँ टेन्सन हुन्छ सो त्यही हामी चाहिँ चिसा पानी बर्गादेखि लगभग चिसा पानी यहाँ मोर टारसम्म पुग्नु लाइनमा हिँड्दै हिँड्दै अब धेरै त छैन आम्बासको त होइन धेरै धेरै धन्यवाद पाइ हामीले अटो पाइयो होइन ल राम्रो ल ल ल सो साथीहरू म चाहिँ घर पुगेँ अब चाहिँ हुन्छ लगभग बर्गाडी चिसापानीसम्म हिँड्दै आउनु पऱ्यो त्यसपछि चाहिँ अटो पाइयो अटोमा आयो सो आजको चाहिँ हल्का रमाइलो भएन त्यही पोहोर प्रायः जस्तो रमाइलो भएन अरू मम्मी आइसक्नु भएको छ कति राम्रो ए सो त्यही गाइस म चाहिँ अब यहाँ भर्खर घर पुगेँ हाम्रो आमा हुनुहुन्छ आमा भात खायौ बुझ्नु खानु हाम्रो यहाँ ड्याड्स छ नि ड्याड्स हाम्रो राहुल दाई के छ राहुल दाई आज मर्दियोस् खतरा भयो ह्याप्पी मर्दियो भन्नु त ल चेस गरिदिनु ल मलाई यसैमा रमाइलो छ भन्न मलाई यसैमा रमाइलो छ सो गाइस त्यही हो आज चाहिँ हल्का रमाइलो भएन त्यही हो ल आजको भ्लग चाहिँ यति नै अब नेक्स्ट भ्लग भेटौँ ल त्यसैसम्मलाई गुड नाइट टेक केयर बाई बाई